गाइस त्यतिखेर म चाहिँ समुद्रतिर छु। मुनिबाट देखिरहनु भएको तपाईहरुले समुद्र हो, रियलीमा हो है फेरि। अनि मैले चाहिँ यो डबलबाट लिइरहेको छु। अनि म चाहिँ यतिखेर समुद्रतिर रमाइलोको लागि आज छुट्टीको दिन यो साउदी अरबको जिजान भन्ने ठाउँमा जिजानी समुद्रको तटबन्धमा किनारमा समुद्र किनारमा छु। अनि यतिखेर चाहिँ हाम्रो साथीहरु चाहिँ यहाँ घुमिरहनु भएको छ। चाहिँ गर्दिनु है, यता समुद्रतिर गर्दिनु यसो मेरो भिडियोतिर तपाईँ यसो भाइरल हुनुहुन्छ टिकटकतिर हैन। ल अलिकति तपाईँ एकदम ल हाम्रो आसेङले चाहिँ गरिरहनु भएको छ। अनि हामी चाहिँ अलिकति गर्मी पनि भइरहेछ, त्यही भएर हो है। ल यस्तो छ एकदम सँगले चाहिँ एकदम भिडभाड छ आज चाहिँ। आज ईदको लास्ट दिन, लास्ट छुट्टीको समय अनि मौसममा चाहिँ हामीहरू घुम्नको लागि निक्लिरहेछौँ। ल तपाईहरु सबैलाई मेरो ब्लगमा समुद्र हेर्न सक्नुहुन्छ तपाईले है। मेरो ब्लगमा चाहिँ मजाले समुद्र हेर्न सक्नुहुन्छ। अनि समुद्रको तटबन्ध किनारमा चाहिँ नेपालीहरु यसरी घुम्दै रमाउँदै गर्दै हुनुहुन्छ। यो छाल हेर्नुहोस्, यसरी छाल दिन्छ समुद्रमा। अहिले चाहिँ हावा अलिक कम चलेको कारणले गर्दा त्यति मजाले धेरै दिइरहेको छैन, तर पनि अहिले आइरहेको छ छाल चाहिँ। यस्तो हुन्छ समुद्र भनेको चाहिँ एकदम ठुलो विशाल। यो हेर्नुहोस् यो कहाँसम्म छ, यस्तो छ, यस्तो छ। यस्तै नयाँ र रोचक भिडियोहरू हेर्नको लागि समुद्र सम्बन्धी विभिन्न ठाउँका भ्लग, ट्राभल भ्लगहरू हेर्नको लागि चाहिँ तपाईलाई मेरो युट्युब च्यानल मनपर्छ भने चाहिँ फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ। सेयर, सब्सक्राइब अनि लाइक, कमेन्ट गरिदिनु नभुल्नु होला। यतापट्टि चाहिँ मेरो साथीहरूले यहाँ टिकटक बनाइरहनु भएको छ। हामी टिकटकमा पनि एकदम धेरै भाइरल व्यक्तिहरू हुनुहुन्छ यहाँनेरि। अनि तपाईँले सेयर, सब्सक्राइब गरिदिन सक्नुहुन्छ युट्युब मार्फत हेर्दै हुनुहुन्छ भने। यदि फेसबुक मार्फत हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले मलाई फलो गरेर जोडिन सक्नुहुन्छ। नयाँ यस्तै भिडियोहरू तपाईँलाई मन पर्यो भने चाहिँ सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, अनि फेसबुकमा फलो गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। यो ब्लग कस्तो लाग्यो तपाईँलाई तपाईँले कमेन्ट गरिदिनु होला है त। ल गाइस बाई बाई, नेक्स्ट टाइम भेट्नुहोस् है त अर्को ब्लगमा।